नमस्ते, इन्सु इलेक्ट्रोनिक बर्दाघाट। मेरो एउटा भिडियो मैले एउटा जानकारीमूलक भिडियो लिएर आएको छु। यो एउटा BLDC 5 वायर वाला चेक गर्ने एउटा डिभाइस हो। BLDC मोटरको लागि मात्रै हो, 5 वायरको लागि मात्रै, जुनमा 310 भोल्ट, GND VCC 15 भोल्ट, 6 भोल्ट र FC 5 भोल्ट, 0 देखि 5 भोल्टसम्म रहेको हुन्छ। यो चाहिँ मेरो धेरै टेक्निसियन साथीहरूले मकमा यो मोटर BLDC मोटर, यो मोटर फिल्डबाट लिएर आएर चेक गराउनुहुन्छ है मसँग आएर। अनि चल्छ चल्दैन, काम गरेछ छैन भनेर यो मोटर लिएर आउनुहुन्छ मसँग चेक गराउन है। किनभने उहाँहरूसँग यो डिभाइस छैन, यो BLDC मोटर टेस्टर हो। 5 तार रहेको हुन्छ यसमा, येलो, वाइट, ब्लू, ब्ल्याक र रेड। अनि यसमा एउटा कनेक्टर पनि रहेको हुन्छ, यस्तो हुन्छ है, हेर्नुहोस् यो कनेक्टर हो। यो कम्पनीले विभिन्न किसिमको मोडलमा धेरै किसिमको चेक गर्ने डिभाइस बनाएर ल्याएको छ, तर हामीसँग आइपुग्दैन। किनभने एक त महँगो पर्ने र दोस्रो कुरा कहाँबाट ल्याउने भन्ने कुरा नै थाहा हुँदैन। यो पनि BLDC ब्रसलेस मोटर नै हो। 310 भोल्ट, 15 भोल्ट, VDD VCC 5, 6 भोल्ट र FG 0 देखि 5 भोल्टसम्म रहेको हुन्छ यसमा। म अब यिनीहरूलाई यो ठिक छ छैन भनेर चेक गरेर देखाउँछु है त। यो दुइटै, यो सानो छ अलिकति, यो स्यामसङ मोडलमा लाग्छ, अनि यो अलि योभन्दा यो ठुलो छ, तर यिनीहरू भोल्ट सेम हो। र यिनीहरू चेक गर्नको लागि मैले यो इन्सु इलेक्ट्रोनिकमा बनाएको एउटा डिभाइस हो है। यो म आफैले यहाँ तयार पारेको हो। म तपाईहरुलाई यो चेक गरेर देखाउँछु है त। र मोटर कसरी कनेक्सन गर्ने भनेर यहाँ 5 वटा तार छ, रातो, कालो, सेतो, पहेँलो र नीलो। यहाँ पनि रातो, कालो, पहेँलो, सेतो र नीलो सेम कलरको तार दिएको छु मैले। तपाईहरुले केही गर्नु पर्दैन, खाली यो तारको कलर हेरेर सेम टु सेम कनेक्सन गराइन्छ। यति गर्नुभयो भने यो मोटरको टेस्टिङ भइहाल्छ, अटोमेटिक टेस्टिङ हुन्छ। तपाईहरुलाई भोल्ट मिलाउनै पर्दैन, वायर कनेक्सनमै मिल्छ। मैले यहाँ अब मिलाउँदै छु है। ब्लू कलर जुन FG हो, त्यसपछि येलो, यहाँ 5 भोल्ट देखि 6 भोल्ट DC यसमा हुने गर्छ। त्यसपछि गएर वाइट भनेको VCC जुन 15 भोल्टमा अपरेट हुन्छ। त्यसपछि ब्ल्याक भनेको GND भइहाल्यो, र रेड भनेको 310 भोल्ट। ल हेर्नुहोस्, मैले यहाँ कलर रेडमा रेड, ब्ल्याकमा ब्ल्याक, वाइटमा वाइट, येलोमा येलो र ब्लूमा ब्लू कलर मिलाएको छु। अब म यसलाई सप्लाई दिन्छु, त्यसपछि यो चल्न सुरु गर्छ है। म अब यसलाई सप्लाई दिन्छु। देख्न सक्नुहुन्छ मैले यसलाई सप्लाई दिएँ र मोटर चलेको छ है, मोटर चलेको छ। यसरी तपाईहरुले यो चेक गरेर मोटर ठिक छ छैन भनेर पत्ता लगाउन सक्नुहुन्छ। आँखा चिम्ल गरेर कलर बाइ कलर कनेक्टरमा जोड्नु भयो भने तपाईलाई कुनै पनि कनेक्टरको चेक गर्न सकिन्छ। त्यही कनेक्टर मिल्दैन भनेर मैले यसरी तार एउटा सिंगल तारलाई जोडेर बनाएको छु। ज्याक सानो ठुलो हुन सक्छ, तर यो पिन भने कुनै पनि ज्याकमा घुसिसकेपछि तपाईहरुलाई चेक गर्न सजिलो हुन्छ। र यो एकदम इन्सु इलेक्ट्रोनिकमा उत्पादन भएको BLDC 5 वायर मोटर टेस्टर हो। यदि कुनै साथीहरुलाई फिल्डमा गएर मोटरको झन्झटबाट मुक्त हुन छ भने तपाईहरुले यो डिभाइस म मार्फत लिन सक्नुहुन्छ।
है। यसको प्राइसको बारेमा मलाई फोन गर्नु होला, म फोनमै बताउने छु यसको बारेमा है त। यो सर्भिसको लागि फिल्डमा जानलाई झोलामा हालेर लान सजिलो, पोर्टेबल, सुहाउँदो भएको हुनाले यो चाहिँ एकदम ठिक छ, जुन म आफै युज गरिरहेको छु। यो म तपाईँहरूलाई अर्को मोटर पनि देखाउँछु चेक गरेर है। अर्को मोटर पनि देखाउँछु म। यो ब्लू भयो, येल्लोमा येल्लो कनेक्ट वायर, त्यसपछि वाइटमा वाइट हालिदिनुहोस्, त्यसपछि ब्ल्याकमा ब्ल्याक हालिदिनुहोस् र रेडमा रेड हालिदिनुहोस्। तपाईँ भोल्टेजमा कन्फ्युज हुनै पर्दैन, खालि कलर वाइज मात्रै हाल्नुभयो हुन्छ। तर यो मात्र 5 वायरको लागि है। यसले तपाईँले इन्डोर आउटडोर दुइटैको चेक गर्न सक्नुहुन्छ है यो। अब म यस मोटरलाई चलाएर देख्छु। यहाँ मैले यो टेप लगाइदिएछु एउटा, घुमेको देखिन्छ भनेर। ल म अब सप्लाई दिन्छु है त। मैले अब सप्लाई दिन्छु। मोटर चाहिँ हेर्नु होला, यहाँ देख्नुभयो, मैले मोटरमा सप्लाई दिएँ, मोटर पनि चल्यो। यसरी डाइरेक्ट तपाईँले चेक गर्न सक्नुहुन्छ है त। यसमा भोल्युम घटाउन बढाउन केही गर्न पर्दैन। यदि यसरी डाइरेक्ट तपाईँको मोटर चल्यो भने तपाईँको मोटर 100% ओके छ भनेर बुझ्दा हुन्छ। ल, जानकारीको लागि धन्यवाद म आफैलाई, र मैले सबैलाई जानकारी पनि दिएँ। यदि तपाईँहरूलाई यो चाहिएको छ भने इन्सु इलेक्ट्रोनिकमा तपाईँहरूले सम्पर्क गरेर यो डिभाइसलाई लिन सक्नुहुन्छ। यति जानकारीको लागि हस्, धन्यवाद।